डॉक्टर बन्ने खुट्टा बाट्दै छ आउनुस् त यहाँ खुट्टा बाट्दै छ के आउनु न यो टेका मैले दबाई गरेर ठिक गरिदिन्छु भन भन डक्टर बनेर सन्चो पार्दिने लगानी तिमी डक्टर बनाउने होला हुन्न हुन्न नै हो र हुन्न सुरु गरेर फेरि हेरे हुन्छ के अहिले गरेर फेरि कति चाची हो के यारे यता आउँछ डाक्टर ठुलो वासी यहाँ हुन्छ सानो वासी हुन्न अरे अझै यहाँ आउनु यहाँ त्यहाँ के किनिदिनुहुन्छ के दोकानमा आउ त मान्दिने कि टाढाबाट त्यति गएको नि अरे डाक्टर हुने कसरी हेर्नु भन त कसरी डाक्टर हुने जाऊ गएर आमालाई नमस्ते गरिदेऊ ए डक्टर हुने तेना यता आउ त यहाँ कसरी हो डाक्टर हुने सिकाइदिन्छ हामीलाई जाऊ सुई लगाइदिऊ अरे जाऊ सुई लगाइदिएर आऊ त म पनि जान्छु कि आऊ आऊ सुई लगाइदेऊ त आमालाई सुई लगाइदेऊ यहीँ छु क्या म यहीँ छु डाक्टर हुने कसरी हो आउनु सुई लाउने कसरी हो आउ त त्यहीबाट बोल ल त्यहीबाट कसरी यहाँ लगाइदिनु पर्यो नि सुई लगाइदेऊ क्या सन्चो हुन्छ आमालाई हुन्न डाक्टर भइ छैन हौ आमालाई हेर त अया भह आमाको खुट्टा माथि ओ तो लौरी टेक्नुहुन्छ चल्दै चल्दैन आउ त यहाँ हेर्न सुई लगाइदिनु आउ न यहाँ त्यहाँ अया भख के कति च्याम्पियन हो कति राम्रो मान्छे पनि एकचोटि कहाँ आउन मान्ने होइन बाँचिन्न भाँचिन्छ त्यत्रो वेट कहाँ हुन्छ त त्यसो बाँचिन्न क्या बाँचिन्न यहाँ जोडिन ओ ल दुईटा रहेछ टेक त तिमी टेकेर हिँड त जानी छौ टेक्न ल हो र ल दिनु त नानी टेकेर हिँड्छु यस्तो टेक है दुईटै ल हिँड कस्तो हिँड्छन् यस्तो गर न खुट्टा यहाँ होला कि समात्नु त यहाँ हो यहाँ त्यहाँ समात त यहाँ समात सजिलो हुन्छ समात बेबी हो त्यहाँ यहाँ समात यहाँ यहाँ हो यहाँ हो त्यहाँ पल्टाउने हो त्यहाँ यो फेरि यताबाट ल हिँड कति राम्रो सुहाएको डाक्टर बन्ने मान्छे कति पढ्ने अरे डाक्टर हुनुलाई धेरै डाक्टर गर्न त एमबिबिएस गर्नु पर्यो नि त धेरै पढ्ने अरे धेरै पढ्ने हजुर सानो सुई लगाउने के हो र घरमा को हुनुहुन्छ त ल के सोध्नु आमाले हो र घरमा को हुनुहुन्छ त मम्मी हुनुहुन्छ मात्रै मम्मी मात्रै अरू म छैन घर हुनुहुन्न को छ घर हजुरबा हजुरआमा बाबा को हुनुहुन्छ भन त बाबा कहाँ हुनुहुन्छ यता हुनुहुन्छ तिम्रो घर छैन नि बाबा बाबा हुनुहुन्न हजुरआमा मात्रै हुनुहुन्छ फेरि तिम्रो बाबा तिम्रो दिदी खै मलाई सुई हाल्न आउने है मलाई सुई हालेर अनि सन्चो पार्नु अब